साथी भाइ हो आज हाम्रो घरमा बुङ्गुरको मासु हुँदैछ। खाने भए एक बोतल रक्सी लिएर आऊ है। म मासुको हुँदैछ मासु कता हो के आगेर सकिन हेलो एभ्रिवान, नमस्ते सबजनालाई। सो फाइनली आज पनि च्वाक भिडियो लिएर आइसकेँ। म चाहिँ सम्डीसँग घुम्न आएको। सम्डी कता हग्न जान्छु भन्थे, कता गए अहिलेसम्म आएको छैन नि के हो। ए सम्डी तै मरे के हो र। ए सम्डी कता हो के हगेर सकिन यो सम्डी जहिले पनि यस्तो हग्न जान्छ कि घुम्न आयो कि हग्न गइहाल्छ। जङ्गलतिर जान्छ फेरि। आज चाहिँ हामी घुम्न आएको। एउटा सम्डी र म आएको थियौँ के। सम्डी र म होइन, सम्डी र म आएको। अनि सम्डी चाहिँ कता हग्न गएछ, उता कता हग्न गयो अरे क्या जङ्गलतिर। तँ फेरि जहिले यस्तै बिहान आयो होइन, मर्निङ वक जाऊँ भनेर आयो। अनि त्यसपछि त हग्न त गइहाल्ने क्या, जङ्गलतिर कुदिहाल्ने। खै के हो भएको त्यस्तो। जहिले पनि आएको म आइसकेँ 3-4 चोटि आएँ, तर 3-4 चोटिमा 2-3 चोटि त हग्न गइहाल्यो क्या। 1-2 चोटि चाहिँ गएन, त्यही हो होइन। त्यसो त फेरि शान्ति जहिले नि हग्न जाने, बाटैमा हग्दिने। तर यस्तो बिल्ला त नहान्दिउँ होइन अलिअलि पेट घटाम भनेर, बडी सोडी बनाम भनेर हिँड्नलाई आएको, एक्सर्साइज गर्नलाई। सो होइन सम्झी चाहिँ कता गइहाल्यो, हग्न गयो। त्यो फेरि जहिले पनि होइन, अब जहिले बिहान आयो जहिले हग्न जाने के। त्यसको बानी नै त्यस्तो भयो कि कता मरिसक्यो त जङ्गलतिर। यहाँ चाहिँ क्रिकेट गराउनु। अस्ति चाहिँ हामी यहाँ खेल्थ्यौँ, तर अस्ति भर्खर पहिला त हामी यहाँ खेल्थ्यौँ, तर अस्ति भर्खर यहाँ मेला लागेर चाहिँ हामी आएको छैनौँ। अलि 1-2 दिन भयो। ब्याट पनि हाम्रो भाँच्चा खा क्या। तर अब हामीले किन्ने सोचिरहेको। त्यसपछि क्रिकेट खेल्न सुरु हुन्छ होइन। इन्डियामा नेपाल भएछन् मजा हुन्थ्यो खेल्न पाइरहने। अलिअलि 1-2 भारी घाँस काटिदियो भने चाहिँ क्रिकेट खेल्न पाइहालिन्थ्यो। तर यहाँ चाहिँ त्यस्तो होइन नि त, दिनभरि काम गर्नुपर्छ नि त। अनि राति पनि काम गर्नुपर्छ 11 बजीसम्म होइन। अब त्यही हो। तर पनि बिहान आएर ब्रेक टाइममा आएर खेल्थ्यौँ होइन। हाम्रो रुम चाहिँ उता पऱ्यो हो, अलि पारि टाढो छ। तर पनि हामी आउँथ्यौँ होइन। क्रिकेट खेल्न मन लाग्छ अनि के गर्नु त। त्यही अब हामी चाहिँ एकछिनमा जाने हो रुमतिर होइन। के हो कि यस्तो। यहाँ चाहिँ अस्ति न मेलाहरू लाग्यो, सबै भाँडाकुँडा सब यहीँ फाला रहेछ होइन। यो घरमा चाहिँ के रहेछ, जान सकिन्छ। है जाँदैन फेरि केही होला यहाँ सामानहरू अनि चोर्यो भनेर मैले लगाइहाल्यो भने म के गर्नु त होइन। त्यसरी म अरूको सामानहरू थोरै पनि टच गर्दैन कि मैले होइन। त्यही हो। अब हामी चाहिँ एकछिन रुम जानुपर्छ। त्यो मुला कता मरौ ध्यान सोच खत्तम छ यार। जहिले हग्न आयो जहिले हग्न आउँछ क्या, घुम्न आउँछ होइन। त्यसैले अब सोवाबैमा चाहिँ यहाँदेखि जानुपर्ने हुन्छ रुमतिर। मान्छेहरू यहाँ त मुत्न पनि आउँछन् कि। हामीले चाहिँ आज रुममै राइस पकाएर माछा मासु पकाएर खाने नि त। अब अलिक काँचो रहेछ है। खै त माछा ल्याएर आएको भने बाब्रे। तपाईँ गएन माछा लिनु? तपाईँ गएन? छोटा गरौँ न। पाक्न लागिसकेर चलाको हजुर चल्दा त्यहाँ चल्ने। यस्तो घोडी को धेरै हाल्यो र। 1 किलो राइस हो कि सबै हाल्यो। 1 किलो राइस हाल्न हुन्छ र यत्रो किलो। यता देखाउ न 1 किलो राइस। हाम्रो सेफ भन्छ, मलाई नदेखाऊ तिमीलाई। किन भन्छ 1 किलो राइस। राइसको क्वान्टिटी थाहा छैन, यसरी पकाएर हुन्छ र। आज मलाई गरे ए केटी हो। आज चाहिँ हामीले बङ्गुरको मासु पकाएको। यो चाहिँ बङ्गुरको मासु ल।
तर यता इन्डियामा चाहिँ बङ्गुरको मासु हरियो हरियो हुन्छ मेरो हेयर कट देखाउँदा ल तर अझै सुतेर आऊ त भाइ कल गरेको ब्याङ्कको कल गरेको उठाएर ल हाम्रो इन्डियातिर चाहिँ बङ्गुरको मासु हरियो हुन्छ आधार कार्ड र भोटर कार्डको उयो चाहिँ हेऱ्यो हो खाने भए आऊ है केटी हो खाने भए आऊ होइन केटी होस् धेरै धेरै भयो कि चिकन मात्रै खाएको अब चाहिँ आज चाहिँ मटन खाने भनेर मटन लिएर आएको हाम्रोतिर चाहिँ मटन हरियो हरियो हुन्छ ल यो मटन तितो पनि हुन्छ होइन केटी हो मैले चाहिँ खाना बनाउन नि जानेको छु भाँडा माझ्नु जानेको छु मलाई पोइ बनाऊ ए साथी भाइ हो आज हाम्रो घरमा बुङ्गुरको मासु हुँदैछ खाने भने एक बोतल रक्सी लिएर आऊ है म मासु खुवाउँदैछु मासु बङ्गुरको मासु हाम्रोतिर चाहिँ हरियो हुन्छ आज चाहिँ